सबैभन्दा बढी चाहिँ यो साइडतिर छ। चिया र गाउँ खाजाको कम्बिनेसन एकदमै बवाल हुनेवाला छ अब। सो हे गाइस, वेलकम ब्याक माई न्यू एपिसोड। के छ खबर, सन्चै आरामै हुनुहुन्छ? आई होप सबैजना आरामै हुनुहुन्छ होला। सो आजको भिडियोको सुरुवात अति नै सुन्दर ठाउँदेखि भइरहेको छ। यो ठाउँलाई भन्छन् सालघारी, सालको पाता तपडी भने जस्तै यहाँ चाहिँ सालघारी पर्छ। मेरो साथ हुनुहुन्छ हाम्रो साना साना ठुला ठुला दिदी बहिनी अथवा भान्जीहरू। आज चाहिँ म जाँदैछु नेपालकै सबैभन्दा ठुलो कालिज फार्ममा। एकदमै ठुलो कालिजको फार्म छ र त्यहाँ एकदमै सुन्दर वातावरण छ र अन्य पनि थुप्रै एडभेन्चर चिजहरू छ अरे। म तपाईँलाई उहीँ गएर देखान्छु। म पनि फर्स्ट टाइम जाँदैछु, मलाई धेरै अनुभव छैन, तर म वहाँ गएर तपाईँहरूलाई पनि देखानेछु र त्यो ठाउँको अनुभव मैले पनि लिनेछु। जस्तै अनुभव पाउँछु त्यही अनुसार म तपाईँलाई भन्ने पनि छु। सो अहिले चाहिँ हल्का हल्का पानी पर्न थालेको छ। हामी चाहिँ यहाँदेखि माथि जाने जङ्गल एकदमै बवाल छ, सालको रुखहरू हुन्। यो चाहिँ अहिले चैत वैशाखमा चाहिँ अलिकति यसको पातहरू झर्दो रहेछ, पिला पिला यिनी सबै पातहरू झर्दो रहेछ। जेठमा चाहिँ यहाँ के भन्छ अरे, के अरे जेठमा के हुन्छ अरे स्टार्टिङ। सो जेठमा चाहिँ यहाँ हरियाली सुरु हुन थाल्छ अरे। असार साउनसम्म चाहिँ प्रोपर हरियाली हुन्छ। सो अब ढिला नगरिकन लाग्यौँ हामी। बाटो चाहिँ यस्तो छ, बाटो एकदम बवाल छ। हामी चाहिँ यो सिडी चढ्दै चढ्दै जाने हो। कतिपय ठाउँमा सिडी छ, कतिपयमा प्लेन छ। एन्ड अब अगाडि गएर देखाउँछु बाटोमा भएका हरेक साना ठुला एडभेन्चरहरू तपाईँहरूसँग सेयर गर्दै जानेछु। सो फाइनली गाइस, अहिले चाहिँ हामी लगभग आधी घन्टा उकालो चढे पछाडि हामीलाई बिचमा मोटर बाटो पनि भेटिए र यहाँ चाहिँ एकदमै प्यारो माया लाग्दो पानीको धारा रहेछ। वाउ, पानी पनि आउँदो रहेछ। आफ्नो नेपालको फेरि पानी नै साह्रै मिठो, यस्तो धाराको पानी साह्रै मिठो। यहाँ फेरि पानी पनि स्टाइल यस्तै हो नि। वाउ, नेपालको पानी होइन, अमृत हो, अमृत भन्दा पनि फरक नपर्ने किसिमका हाम्रो नेपालले पानी पाउँछ। अलि अड्यारो अड्यारो छ क्या आज पानी पर्ला जस्तो छ, त्यही भएर ल अब केही समय यहाँबाट हामी अगाडि मोटर बाटो हुँदै गइन्छ अनि त्यस पछाडि फेरि मोटर बाटोलाई छोडेर जङ्गलतिर लाग्ने हो। सो हामीलाई केही बाटोमाथि घरहरू पनि देख्न मिलिरहेको छ र यहाँ हाम्रो भान्जीहरूको कोही आफन्तहरू पनि भेटिनु भयो जस्तो छ यतातिर। एन्ड सो हामी बाटोमा जाँदै थियौँ, यता चाहिँ पानी पर्यो लास्टै ठुलो। एकजना आमाको घरमा आएर बस्दैछौँ, पानी बबाल ठुलो परेको छ। म चाहिँ ठिकै छु अलिकति, नानीहरू चाहिँ उता खै गाजर गाजर। सो अहिले हामी चाहिँ पानी परेको कारणले गर्दा मस्त गाजर खाँदै बस्दै गरेछौँ, अर्ग्यानिक गाजर। सो मेरो साथमा सबैले गाजर खाइरहेको छौँ। गाजर सो इन्जोय। दामी मिठो भ्यू हेर्दै यतातिरको उतातिरको है। अलिअलि पानी कम भएको छ। यहाँ चाहिँ खाजा भुटेर खानेको तयारी चलिरहेछ हाम्रो चाहिँ। अब पानी पर्यो, पानी पर्नको कारणले गर्दा एकैछिन बस्दा यहाँले चाहिँ नास्ता गरेर जाने भनेर यहाँ आमाहरूले यतातिर बस्नु भएको रहेछ। अनि हामी चाहिँ खाजा खाएर जानेछौँ एकछिन। फाइनली हाम्रो गाउँ खाजा चाहिँ आइसकेको छ, एकदमै गरम गरम गाउँ खाजा। हाम्रो भान्जीलाई हेर न हामीसँग आएका। अब चाहिँ यो ढिला नगरे। वाउ, सो यति बेला हाम्रो चिया पनि आइसकेको छ। गाउँ खाजा त छँदैछ, चिया र गाउँ खाजाको कम्बिनेसन एकदमै बवाल हुनेवाला छ अब। सो थ्याङ्क यू सो मच। हाम्रो नेपालको चाहिँ यो एकदमै राम्रो क्वालिटी हो, हरेक घरमा यो सम्मान पाइन्छ, त्यही भएर लास्टै खुसी लाग्छ। सो थ्याङ्क यू सो मच। पानी त खासै बिरो गर्ला जस्तो लागेन, लामो समय भइसक्यो, हामीले खाजाहरू पनि खाइसक्यौँ, तर पानी बिरो गर्नेको कुनै पनि नाम छैन। गर्दा गर्दै अहिले त असिना पनि पर्न थाल्यो। दुई चारवटा पानी एकदमै ठुलो परिरहेको छ। सबैजना यहाँ बाँडिएर बसिएको छन्। बापरे क्या ठुलो पानी परेको। सो फाइनली अहिले चाहिँ अलिकति पानी बिस्तार गरेको छ। यही मौका छोपेर हामी चाहिँ लाग्यौँ, माथितिर पुगिसक्नु भयो। एन्ड अब म पनि लागेँ, एकदमै राम्रो लाग्यो। सो अलिकति लेट भयो, बट हामी यहाँ प्रोपरली खाजा नास्ता गरेरै लागियो। सो फाइनली गाइस, अब लगभग हामी कालिजको फार्ममा पुगिसकेका छौँ। यो चाहिँ फार्म एकदमै बिगेस्ट साइजमा फार्म बनेको रहेछ। अहिले पानी पर्नको कारणले यस्तो बाहिर आउट एरियामा आएको छैनन्। अनि यो भित्र मकैहरू पनि रहेछ। आमामामा ल, यहाँ चाहिँ यो देख्न सक्नुहुन्छ तपाईँले, अन्डाहरू पनि देख्न पाइन्छ हामीले चाहिँ यहाँ। वाउ, अब यस्ता भित्रभित्र हुन्छन्। अब हामी चाहिँ गइन्छ अगाडि। फुलहरू अति सुन्दर
वातावरण वाउ ब्युटिफुल वाउ। अब काली चाहिँ यता रहेछ, यो चाहिँ खोरमा। ओहो कति धेरै हो कालिजहरू। चेक द साउथ। हेलो कालिज, थुप्रै कालिजोरी रहेछ यहाँनिर देख्न सक्नुहुन्छ। वाउ सबैभन्दा बढी चाहिँ यो साइडतिर छ। र यो ठाउँमा चाहिँ घर पनि निकै सुन्दर सुन्दर घरहरू पनि बनेको रहेछ र बसेको ठाउँ रहेछ एकदमै बबाल देख्न सकिन्छ। मजाको गाउँ वाउ एकदमै बाटोमा छ र साथमा गाडीहरू पनि आउँदो रहेछ। गाडीहरूको लागि पनि एकदमै मोटर बाइक एकदम बबाल, सबैतिर एकदमै राम्रो गाउँ। यो हेर्नु न घरहरू कति सुन्दर सुन्दर घरहरू बनेको। यो चाहिँ एकदमै राम्रो बसेको ठाउँ रहेछ क्या, त्यो कारणले पहिला यहाँ चाहिँ ठुला ठुला खेतहरू थियो अरे, अब त्यसमै फार्म बनाइदिएको। तलसम्म छ अहिले पानी, अलिकति पानी देख्नु न, पानी परेको कारणले गर्दा अलिकति डिस्टर्ब भयो। त्यो कालीछोरी पराए जस्तो भित्रतिर गएर बसेछन् क्या, अहिले अलिकति निकालेछ, नत्र यो पुरै भरिन्छ अरे क्या फार्म। सो जति पनि देख्यो एकदमै अमेजिङ थियो। फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम यस्तो खाले फार्ममा आएर कालिज अर्थात् वन कुखुरा टाइप देखियो। सो भेरी आई ह्याप्पी। सो आई होप यो भिडियो सबैजनालाई मन पर्यो होला। भिडियो मन परेमा लाइक सब्सक्राइब कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला कहाँदेखि हेर्दै हुनुहुन्छ। थ्याङ्क यू सो फर वाचिङ। ओके बाई।